नजिकैसी सहर हामी बस्नु मजा छ यो यहाँ दिँदैन कतै भोला भेट्नु हो नि मुकिहाल्नु 11 जनाको ग्रुप भोला करेन्ट अमृत प्लस हो यस्तो गाडी हुनु पर्थ्यो क्या चढ्नलाई स्कर्पियो हुन्छ नि किन फोर व्हिल भएपछि गइहाल्छ फोर व्हिल हुन्छ मर्साङ खोला यो यहाँ ड्याम छ यहाँ तल यहाँ निममाथि पुरै पानी हुन्छ ओहो डाँडाकाँडाहरू यहाँबाट नि हिँडेर जाने बाटो रहेछ यो चाहिँ मर्साङ खोलाको ड्याम है हेर्नुहोस् कस्तो राम्रो छ है खोला आहा कति गहिरो होला यहाँनिर यो कुन झरना र यो बुम झरना माथिबाट अलिकति यताबाट भिडियो बनाउँछु झरेको झरना बुम झरना भाइ यता आउने डाँडा हाल्नुपर्छ यहाँबाट झरेको झरना octopus झरना है ओहो च्यामी भन्ने ठाउँ है च्यामे यो आउने बाटो हामी आएको जाने यता मास्तिर बाटो घुम्दै पढ्दै जाँदै होइन यो कुम्ला मौसमी है नजिकबाट मौसमी भयो
लेकिन हमें आप बोल दिया भ्यूज मन पर्यो भ्यूज ब्लू लेक पानी पनि निलो रहेछ त्यही भएर ब्लू लेक नाम रहेछ निलो नाम राखेको रहेछन् न कालो आयो कालो ताल भन्थ्यो जो कता जहाँ जान मन लाग्छ नाइट भ्यू संसार अब यहाँ भोलिको ट्रेक सुरु हुन्छ यहाँदेखि यता मास्टर जाने हामी ट्रेकका लागि लोकेसन तपाईँको गुम्पा जानलाई 1 घन्टा 15 मिनट त्यसपछि 15 मिनट तपाईँको सिरेका खारा र अप्पर सिरेका त्यसपछि तिलचु बेस क्याम्प त्यसपछि पोस्ट त्यसपछि ल भिडियो गर्दैछ तेरो काका होइन आपण काय करणार नाही ल गाइस यो चाहिँ हामी ट्रेकिङ है हाम्रो यो हेलो कुमार दाई सुरज अनि म भइहालेँ होइन अनि हाम्रो गोरे दाई त्यसपछि उहाँ चाहिँ बिमल कहाँ पुग्यो ए ढुङ्गा सर उहाँ आउनुहुन्छ हाम्रो तिलिचो बेस क्याम्पसँगको अहिलेको ट्रेकिङ तिलिचो चाहिँ अझै योभन्दा माथि है हेलो हेलो यो चाहिँ तल्लो चाहिँ घर है यहाँ चाहिँ डेकोरेट गर्दै यसो चिया पानी खाने अनि हेलो 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 तिलिचु बेस क्याम्प जाँदै सञ्जय बस्नेत यो के अरे त्यहाँ श्री खर्क ल होइन त श्री खर्क होइन त त्यसलाई कालो आउनु थालिगयो नि अपन भी है झन् नजिक आउँदैछौँ हामी तिलिचु श्री खर्क कट्यो यो अप्पर श्री खर्क है अब यहाँबाट हामी लगभग बेस क्याम्प 1.5 घन्टा अझै हिँड्नुपर्ने छ
छन् थुप्रै छन्। बाटो हेर्नुहोस् गाइस, झऱ्यो भने सिधै तल है। गाइस तिज बेस क्याम्प आउन अब यहाँबाट 1 घन्टा छ है। हेर्न जति माथि आयो उति चाहिँ सम्म लाइन तर सकिने रहेछ हिँड्नलाई, त्यति धेरै गाह्रो छैन जस्तो लाग्यो। यहाँसम्म आइपुग्दा चाहिँ बेस क्याम्पसम्म आउन सक्नुहुन्छ है। त्यसपछि माथिको भोलि हाल्नेछु। यो चाहिँ अहिले तपाईँको हामी यहाँ खानसर बेसीबाट हिँडेको, बिहान लगभग 6 बजी हिँडेको थियौँ। बिहान 6 बजी हिँडेर अब बिचमा त्यो श्री के भन्ने ठाउँ छ त्यहाँ खाजा खाएँ। खाजा नखाने यो बिचमा धेरै महँगो 1200 रुपियाँ टोस्ट हानेको, जम्मा एउटा अन्डा 2 जस्तो ब्रेड 1200 ठोकाइदियो। बरु चाउचाउ ल्याएर पानी उमालेको बरु किन्नु, त्यही सुप खाएर हिँड्नु। साह्रै महँगो यार, जति नै पऱ्यो नि कति पर्ला अब त्यति 200-300 त हाम्रो उता आउँथ्यो 500-600 रुपियाँ किलो नै हुन्थ्यो। ल गाइस खानसर बेसीबाट बिहान 6 बजी हिँडेको, कति बज्छ अहिले लगभग तपाईँको बिहान 6 बजीदेखि खानसर बेसीबाट हिँडेको 5 घन्टामा तिज बेस क्याम्पसम्म पुगिन्छ भन्नुहुन्छ त्यहाँको मान्छेहरू। हामीलाई चाहिँ अब नर्मली हामी हिँड्ने मान्छे होइन यहाँको मान्छेहरू जति मराउ त भरे सँगै हिँडेको म त पुगेको छु। पुग्न चाहिँ उनीहरू 3 घन्टामा पुग्छन् भने म 4 घन्टा चाहिँ पुग्छ है। फेरि त्यति चाहिँ कन्फिडेन्स छ ममा। सँगसँगै हिँडेको थिएँ, अहिले सँगै छु। म त्यहाँनिर पुगेँ, धेरै टाढा यहाँबाट मभन्दा 100 मिटर अगाडि छन् है। बाटो हेर्नु न कस्तो राम्रो चाहिँ सरर छेउ जाने हो। अब हामी लगभग 1.5 घन्टा पुग्छ होला यहाँबाट। हुने एरियाहरू चाहिँ हेर्नुहोस् त, कहाँ हो कहाँ हिँड्नुहोस्। ओइ अब म अगाडि जान्छु, बस यति भिडियो हात पर। सक्छ Ini. हेर्नुहोस् त यहाँबाट पनि हेलो हाम्रो बिमल सर, यो ल्यान्ड स्लाइड एरिया रहेछ। बाफरे बाफ ओह्रालो
अलिकति डर मान्ने ठाउँ चाहिँ यही रहेछ। हाँ कस्तो डेन्जर हिँड्ने बाटो यस्तो अप्ठ्यारो बाटो छ त्यहाँ छ है। बेस क्याम्प घाम लागेपछि कस्तो रार देखिन्छ यो। त्यही साइडमा बटम छ त्यो क्लिक गर्नु त आउँछ। यो 22 घुम्ते घुम्तीको लास्ट स्टेसन। ल 22 घुम्ती सकियो हाम्रो। अब हामी यहाँबाट लगभग आधी घन्टामा तिलिचो। हेर्नुहोस् त कति नजिकबाट सहरमा त के अरे कुन हो यो रगेल अन्नपूर्ण कुन हो ल भेट गर्दैन एकछिन यसमा कन्टिन्यू भएर ल गाइस मजा आउँछ है एकचोटि आउनुपर्छ है ट्रेकिङ चाहिँ अहिले नसक्नु आउनु सुरुमा गाह्रो हो सुरुमा गाह्रो हुन्छ एकैचोटिमा हुँदैन होला लास्टमा भएपछि एकदम बवाल भइसक्छ बस्दै बस्दै आउनु ल हेलो गाइस हामी 22 घुम्ती सक्यो। अब हिँड्दैछौँ यहाँबाट धेरै छैन अब आधी घन्टा कति लाग्छ भन्ने रारा लेक आउनुलाई। ए रारा होइन हौ तिलिचो लेक यो कैसा दिनमा पनि ल हेर्नुहोस् है कुन हिमाल थाहा भएन तर बवाल छ है यति नजिकबाट। हाम्रो विमल सर हुनुहुन्छ हो तिलिचो हाई गाइज साह्रै रमाइलो ठाउँ आएको चाहिँ हो तिलिचो
तिरिचो ल है हामी चाहिँ गाइस तिरिचो तालमा आइपुगेका छौँ यही हो ताल सो गाइस हेर्नुहोस् एकचोटि चाहिँ होइन सकिन्छ भने आउनु होला अलि एकदम धेरै सामानहरू लिएर आउनुपर्छ दबाईदेखि लिएर कपडादेखि लिएर है यसलाई चाहिँ नसक्दैन ठाउँ धेरै ठिकै रहेछ झन्डा फर्काउँछु ल बाट हामी आइरहेछौँ है यहाँ हेर्नुहोस् एक पाइला सरेपछि हामी पुगेछौँ हेलो विमल सर आइज गाइस अब कसको हो र कहाँ हो होइन हेर्नुहोस् त यो तिरिचो ताल हामी सिन्धुलीबाट आइयो हामी जम्मा 11 जना ग्रुप हो सिन्धुलीबाट 4 जना सिन्धुली धेरै छन् तर पनि सिन्धुलीबाट आउँछ 4 जना हामी हाम्रो विमल सिन्धुली हो तर सबै 7 जना हामी काठमाडौँ हामी 7 जनाको टोली 7 जना हामी तिरिचो आइपुग्यो हिजोसम्म त नजान सकिँदैन कि भन्ने कुराले सबजना टेन्सन लिएर बसेको थिएँ नजाने भन्ने भइरहेको थियो तर आइपुग्यो है सबैजना लास्टमा हिँड्ने भनेर आइपुग्यो कस्तो दामी सिन छ क्या तर आउनु सक्ने मात्र आउनु पर्यो है एकदम स्थिति देखाउने मान्छेहरू चाहिँ अब भन्दा नराम्रो हुन्छ है नसक्ने मान्छे त्यो धेरै खाने मान्छेलाई नआउनु भन्छु अनि यो दम हुने मान्छे झन् सकिँदैन अलि बच्चाहरूलाई पनि ल्याउनु हुँदैन कम्ती नि बच्चा नि 15 वर्ष 16 वर्षले माथि भएको बच्चाहरू ल्यान्छ राम्रो किनभने बच्चाहरू हामीले भने मान्दैन कि यो कालोमा नकुद भन्नुभयो नकुद भन्नु भने कुदिहाल्छन् अनि कुदेपछि सिँगासिँगा हुन्छन् घाँटेहरू हल्लिहाल्छन् हामी पो है बिस्तारै हिँड्नुपर्छ भन्ने एउटा सोचमा हिँडिरहेको हुन्छु स्लोमा हिँड्ने स्लो बिस्तारै है सकिन्छ आउनलाई रोग व्यथा केही छ भने आउनु सक्नुहुन्छ अब रोग छ भने चाहिँ नआउनु होइन सर सर हो सर रोग व्यथा छ भने नआउनु है अच्छा वेलकम टु चिल्चो लेक हौ हामी त घुम्ने हो आज 1 घन्टा अझै हाम्रो त प्लानै छ तल्दै तिरिचो नजिकैबाट हेर्नु ल सब जम्मा सुरु रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जुँदो रगत शरीर हो पर्दो निशान हाम्रो guys, तिरिचो लेकमा तालमा शिव भगवान
यता बुद्ध भगवान हुनुहुन्छ यस्तो हाइटमा पूजा गर्न पनि सक्नुहुन्छ। यस घुम्ती चाहिँ यो है पैसा र घुम्ती चाहिँ घुम्न भिडियो कल पनि सकिला जस्तो छ होइन ब्याट्री नै सिद्धिसक्यो तर देखिदिन्छ बेस क्याम्पबाट फर्किँदाको भ्युज लगभग अहिले 4:30 हुन्ला। अब हामी खाङचर बेसी झर्छु होला यहाँबाट। अब म आधी घन्टामा झर्छु। त्यसपछि हामी डाइरेक्ट बिच सर जाने हाम्रो प्लान छ। राति 12 बजे भयो भने पुग्ने, किनभने यहाँ साह्रै अब के भन्नुहोस्, आउनुहोस् घुम्नुहोस् है, एकचोटि चाहिँ आउनै पर्छ। अब अलिअलि खर्च त हुन्छ, हाम्रो चाहिँ अब मिलाएको थियो अलिअलि पहिलेदेखि नै, त्यही भएर भयो। ठाउँ चाहिँ एकचोटि आउनुपर्ने रहेछ तिलिचु लेक। गाइस म चाहिँ तिलिचु लेकबाट फर्केर बेस क्याम्प बसेर खाना खाएर अहिले खाङचन के अरे खानसार झर्दैछु। अब म यहाँबाट 1 घन्टामा झरिसक्छु। 1 घन्टा पनि लाग्दैन, आधी घन्टा। ट्रेक राम्रो भयो, कसैलाई केही पनि भएन हाम्रो टोलीहरूमा। नसक्ने जस्तो छ भने अब मान्छेहरूमा अब होइन दम छ भने नआउनु है, अलिकति रोगले च्यापेको छ भने नआउनु, गाह्रो हुन्छ। अलि तपाईँसँग रोग व्यथा केही छैन भने आउनु। र बच्चाहरूलाई पनि 15 वर्षदेखि मुनिको नल्याउनु। आउनु त आउँछन् तर बच्चाहरू हामीले भने मान्दैनन् क्या, कुद्छन् क्या बाटो। यो भनेको धेरै हाइटमा छ हेर्नु, कुद्दाखेरि नकुद्नु भन्छ, कुदेपछि थाकिन्छ चाँडो अनि बेहोस हुने सम्भावना बढी हुन्छ। त्यही भएर बच्चाहरूलाई नल्याउनु, 15 वर्षभन्दा माथिको छ भने ल्याउनु। उनीहरूले भने नि मान्छन् है। एकचोटि आउनु, रमाइलो छ। तर हिउँपर्ने बेला सकिँदैन है, हामी नै सक्दैन जस्तो लाग्छ। अहिले चाहिँ यो दसैँ तिहारको बेलामा चाहिँ सकिने रहेछ। आउनु होला एकचोटि घुम्नलाई। नसके घोडा पनि छ है। घोडामा खाङचन बेसी खाङसारबाट बेस क्याम्प गएको तपाईँको लगभग कति भन्छन् पनि 10-12 हजार भन्छन् होला। गाइस हामी चाहिँ स्याउ बगान छिर्यौँ है। यो स्याउ है, यो स्याउ फलेको बिमो सर टिपिरहनु भएको छ। यो मनाङको स्याउ बगान हो। मिठो छ यस्तो स्याउहरू फलेको छ। रसिलो ल गाइस टिप्टी हाल्दै गऱ्यो है। अब लाग्नुपर्छ। यहाँ चाहिँ फेरि जति छ नि प्लास्टिक दिन्छन्, कति केजी चाहियो आफै लिएर जाने, जोख्ने, घर लाने।
बस जाउँ